एउटा सानो गाउँमा एक बुढी आमा बस्थिन्। उनको कपाल चाँदी जस्ता सेता भएका थिए र अनुहार मृदुल सुरुख परेकै थियो। तर उनका आँखाहरू ती चम्किला र सद्भावले भरिपूर्ण थिए। गाउँका सबैले उनलाई माया गर्थे, किनभने उनी सधैँ खुशी हुन्थिन्, जीवन कठिन भए पनि। उनी ठूलो बरको रुख नजिकैको एउटा सानो घरमा एक्लै बस्थिन्। उनको कोही सन्तान थिएन र उनको श्रीमान धेरै वर्ष अघि नै स्वर्गीय भएका थिए। तर पनि उनले कहिल्यै गुनासो गर्नु भएन। उनी रुखमुनि बस्नुहुन्थ्यो, मानिसहरूसँग कुरा गर्नुहुन्थ्यो र सधैँ मुस्कुराउनुहुन्थ्यो। त्यो गाउँमा मानिसहरूले कडा मेहनत गर्थे। केही किसान थिए, केही बढै थिए र अरूहरू सानो बजारमा काम गर्थे। कहिलेकाहीँ पानी पर्दैन थियो र बालीहरू सुक्थे, कहिलेकाहीँ मानिसहरू बिरामी हुन्थे र काममा जान सक्दैनथे। जीवन सजिलो थिएन र धेरै गाउँलेहरू प्राय दुःखी वा चिन्तित हुन्थे। एक दिन राधा नामकी एक जवान आइमाई उनको घर आइन्। राधा रोइरहेकी थिइन्। उनको अनुहार चिन्ताले भरिएको थियो। उनले भनिन्, मलाई थाहा छैन के गर्ने। मेरो श्रीमान शहरमा काम खोज्न गएका छन्, तर उनले पैसा पठाउनु भएको छैन। मेरा बच्चाहरू भोकाएका छन् र म डराएकी छु। बुढी आमाले राधातिर हेरी नरमसँग मुस्कुराउनु भयो। बस्नुस् मेरी छोरी, उनले भनिन्। मलाई भन्नुस् तपाईँ के सोच्नुहुन्छ? राधाले आँसु पुस्दै भनिन्, मलाई थाहा छैन। मलाई लाग्छ नराम्रा कुराहरू हुनेछन्। यदि मेरो श्रीमानले काम पाएनन् भने के होला? यदि उनी हामीलाई बिर्सिन् भने के होला? बुढी आमाले बिस्तारै मात्र हल्लाउनु भयो। राधा, जब हामी नराम्रा विचारहरू सोच्छौँ, हामी बढी नै नराम्रो महसुस गर्छौँ। तर यदि हामी राम्रा विचारहरू सोच्छौँ भने हामी राम्रो महसुस गर्छौँ र कहिलेकाहीँ राम्रा कुराहरू हुन्छन्। राधाले सोधिन्, तर जब सबै कुरा यति नराम्रो छ, म राम्रा विचारहरू कसरी सोच्न सक्छु? उनी फेरि मुस्कुराउनु भयो र भनिन्, मलाई एउटा कथा सुनाउन दिनुस्। राधा उनतिर जिज्ञासा साथ हेरिन्। बुढी आमाले सुरु गर्नुभयो। एक समय एउटा गरिब मानिस थियो जसको केही थिएन। उसको खाना थिएन, पैसा थिएन, परिवार थिएन। उसले नदी किनारमा बसेर रोयो। एउटी बुढी आमा उहाँ कहाँ आइन् र सोधिन्, तिमी किन रोइरहेका छौ? मेरो केही छैन, म कसरी खुसी हुन सक्छु? बुढी आमा मुस्कुराइन् र भनिन्, तिम्रो नदी छ, रुखहरू छन्, सूर्य छ, तिम्रो वरपर हेर, जताततै सुन्दरता र जीवन छ। यदि तिमीले तिमीसँग के छैन भनेर सोच्यौ भने तिमी सधैँ दुःखी हुनेछौ। तर यदि तिमीले तिमीसँग के छ भनेर सोच्यौ भने तिमीलाई शान्ति पाउनेछ। मानिसले सुन्यो र बिस्तारै उसले रोइरहने छोड्यो। उसले आफ्नो वरपरका राम्रा कुराहरू देख्न थाल्यो र त्यो दिनदेखि उसको जीवन परिवर्तन हुन थाल्यो। बुढी आमाले राधातिर हेरी भनिन्, तिमीले देख्यौ मेरी छोरी, त्यो मानिसको जीवन जादुले परिवर्तन भएको थिएन। यो परिवर्तन भयो किनभने उसले आफ्नो सोच परिवर्तन गर्यो। जब हामी सकारात्मक सोच्छौँ, हाम्रो मन हल्का महसुस हुन्छ र हामी समस्याहरूलाई राम्रैसँग सामना गर्न सक्छौँ। राधाले कथाको बारेमा सोचिन् र भनिन् कि मेरो सोचले साँच्चै मेरो जीवन परिवर्तन गर्नेछ? उनी मृदुलता साथ मुस्कुराउनु भयो र भनिन्, हो, यदि तिमी हरेक बिहान उठेर आफैलाई भन्छौ आज राम्रो दिन हुनेछ, तिमीले काम गर्ने, बच्चाहरूको हेरचाह गर्ने र आफ्नो श्रीमानको प्रतीक्षा आशा साथ गर्ने शक्ति पाउनेछौ। तर यदि तिमीले मात्र के गलत हुन सक्छ भनेर सोच्यौ भने तिमी दुःखी र कमजोर महसुस गर्नेछौ। राधाले बिस्तारै मात्र हल्लाउनु भयो। मैले बुझेँ, म अबदेखि राम्रा विचारहरू सोच्ने प्रयास गर्छु। त्यो पहिलो कदम हो मेरी छोरी, उनले भनिन्। राधा बुढी आमाको घरबाट हल्का मनले गइन्। हरेक दिन उनले उनका कुराहरू सम्झिन्थिन्। उनी उठिन् र आफैलाई भनिन्, आज राम्रो दिन हुनेछ। उनले कडा मेहनत गरिन्, बच्चाहरूको हेरचाह गरिन् र आफ्नो श्रीमानको फर्कन प्रार्थना गरिन्। केही हप्तापछि राधाले आफ्नो श्रीमानबाट पत्र प्राप्त गरिन्। उनले शहरमा काम पाएका थिए र घरमा पैसा पठाउँदै थिए। राधा खुसीले झुलिएकी थिइन्। उनी बुढी आमाको घर समाचार साट्न दौडिन्। बुढी आमा मुस्कुराउनु भयो र मात्र हल्लाउनु भयो। तिमीले देख्यौ मेरी छोरी, जब हामी सकारात्मक सोच्छौँ, हामी आफ्नो जीवनमा राम्रा कुराहरू आमन्त्रण गर्छौँ। समस्याहरू सधैँ आउनेछन्, तर यदि हामीले आशापूर्ण मनले तिनीहरूलाई सामना गर्यौँ भने हामी तिनीहरूलाई जित्न सक्छौँ। चाँडै नै अरू गाउँलेहरूले बुढी आमाका बुद्धिमानी कुराहरूको बारेमा सुन्न थाले। धेरै मानिसहरू उनकहाँ आउने र आफ्ना समस्याहरू बताउने गर्थे। बुढी आमाले उही सल्लाह दिनुहुन्थ्यो, राम्रा विचारहरू सोच्नुस् र राम्रो आउनेछ।
गाउँलेहरूले उनलाई अझ धेरै माया गर्थे किनभने उनका कुराहरूले उनीहरूको जीवन परिवर्तन गरेको थियो। उनले सकारात्मक सोचको शक्ति तिनीहरूलाई सिकाइदिएकी थिइन्।